तिनको भक्ति बुझेर कृष्ण खुसी भई जानु भयो तिरमा नानी भैसव गोपिनीतिर बिखेर राखेर चारीहरू गर्थे स्नान जलमा पछि वरिपरि थिएन कोहीहरू देखेर नजिक गई नजिकमा तिनले नदेख्ने गरी सारा चारीहरूले चननु रुखमा कदम के गरी एक बस्र दुई कदममा जुन्नाइराख्नु भयो त्यही रुखमा बसी गोपिनी सकलक छाटेर नलाग्नु भयो आए गोपिनीहरू त्रितिरमा साडी लगाउँ भने तिरमा वस्त्रहरू नदेखि मुनमा सधे माने पनि मादरले पनि च्यार्छ मात्राको बडा लाँदैन त्यसले सबै चिल्ले वस्त्र लगो भनौँ यदि भने लाँदैन चिल्ले सबै चोरो मानिसले भनौँ यदि भने थिएन यहाँ कोही आपद अब के गरौँ साङ्गिनिया जाउँ फेरि घरमा यस्तै कुलदुली गोपिनी सकलको गर्थ्यौँ गरौँ के पनि त्यही बिचमा मुरली बजाइदिनु भयो श्रीकृष्णजीले पनि सुन्दा स्वरूप तरफ हेरी समाले देखे तमासै पनि झटपट गई डुबी घाँटीमा जलामा भन्छन् शरम केही कतै जाडो बोतल चल्न थालो छुरा झैँ पानीले सबङ्ग काटो दिनुहोस् न पछौरी मुटु काम्न थालो त्यति बेला आएन ल